ओके गुड आफ्टरनुन म्याम। गुड आफ्टरनुन सर। ल आजको यो कार्यक्रमको बारेमा केही भनिदिनु न है, यसको पुरस्कार कसरी हुन्छ, कतिदेखि कतिसम्म चलिरहेछ? आज यो हाम्रो शुक्रबार कार्यक्रम अन्तर्गत ड्रइङ कम्पिटिसन हो। कक्षा 6 र 7 का विद्यार्थी भाइ बहिनीहरू एउटा समूहमा प्रतिस्पर्धा गर्दैछन् भने अर्को समूहमा 8 र 9 का विद्यार्थी भाइ बहिनीहरूले प्रतिस्पर्धा गर्दैछन्। एउटा सेक्सनबाट 4 जना गरिकन 16 एउटा समूहमा 16 समूहमा 16 गरिकन 32 जना विद्यार्थी भाइ बहिनीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। यो चित्रकला प्रतियोगिता यो प्रकृति सम्बन्धी हजुर यिनीहरूले ड्रइङ गर्दैछन् र अब सेलेक्सन त यिनीहरूलाई हामीले एक्सपर्टलाई नै पठाउँछ हजुर हैन। बेस्ट ड्रइङको लागि हामीले एक्सपर्टलाई नै कन्सल्ट गरेर यिनीहरूको बेस्ट चुज गरेर अनि हामीले एउटा समूहबाट 3 जनालाई फर्स्ट सेकेन्ड र थर्ड गरेर 3 जनालाई चाहिँ हामीले पुरस्कार दिन्छौँ। ओके ओके यस्तो शुक्रबारे कार्यक्रम भइराख्नुपर्छ होइन म्याम? हजुर हजुर सर हजुर हुन्छ हाम्रो भइरहन्छ। ओके थ्याङ्क यू। यति बेला अब ड्रइङ पेपर वितरण हुँदैछ, ड्रइङ कम्पिटिसन सुरु हुँदैछ। क्लास वाइज रहेको छ, एभ्री क्लासबाट 4 जना 6 to 9 रहेको छ यो चाहिँ। के हुँदैछ वैभव थापा, तयारी कस्तो? ठिकै छ। ओके नमस्ते सबैजनालाई। आज गुड फ्राइडे ड्रइङ कम्पिटिसन चलिरहेको छ यो सिडी सेक्सनमा। ल आज क्लास 6 देखि 8 सम्मको सिडी सेक्सनमा चाहिँ नेचर एन्ड इन्भाइरोमेन्ट भन्ने टपिकमा ड्रइङ कम्पिटिसन चलिरहेको छ। एभ्री फ्राइडे केही न केही कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ। यस्तो कार्यक्रमले चाहिँ विद्यार्थीहरूभित्र भएको प्रतिभालाई अझै अगाडि ल्याउने मद्दत गर्छ। सबैजना विद्यार्थीहरू उत्साहित र मन लगाएर यसमा भाग लिइराख्नु भएको छ। आफ्नो
कस्तो बनायो त हेर्न आइपुग्यो है वाउ प्रिन्स हेलो नमस्ते कस्तो महसुस भइरहेछ भाइ डर लागिरहेछ एकदम राम्रो बनाउनु भएको छ कति क्लासबाट हजुर 7 है नाम दीक्षान गौतम ल यो चाहिँ क्लास 9-10 को कम्पिटिसन भइरहेछ ड्रइङ कम्पिटिसन यहाँ पनि एकदम राम्रो ड्रइङ बनाइराख्नु भएको छ